हेलो साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आज नयाँ भिडियोमा। र आज चाहिँ हामी कुनै पनि एलिमेन्ट्स, कुनै पनि एसिड, बेस, साल्ट वा रेडिकलको चाहिँ इक्विभ्यालेन्ट वेट चाहिँ कसरी क्याल्कुलेट गर्ने भनेर एकदमै सजिलो सिम्पल तरिकाले सिक्दै छौं है त। र सबैभन्दा पहिला चाहिँ हामीले एलिमेन्टको बारेमा कुरा गरौँ। एलिमेन्टको इक्विभ्यालेन्ट वेट कसरी निकाल्ने भनेर। एलिमेन्टको इक्विभ्यालेन्ट वेट निकाल्नको लागि चाहिँ हामीले सबैभन्दा पहिला त्यो एलिमेन्टको चाहिँ एटोमिक वेट थाहा हुनु जरुरी छ र त्यसको भ्यालेन्सी भनेको चाहिँ कुनै पनि एउटा एलिमेन्टले स्टेबल कन्डिसन गेन गर्नको लागि कतिवटा इलेक्ट्रोनहरु गेन अर लुज गर्नुपर्छ हो त्यो नै भ्यालेन्सी हो है त। हो त्यो नै हामीलाई थाहा हुन एकदमै जरुरी छ। र जस्तै अब एक्जाम्पलको लागि हामीले हेरौँ सोडियमको एटोमिक वेट हो 23 र आउटर मोस्ट सेलमा चाहिँ एउटा इलेक्ट्रोन हुन्छ र त्यसले त्यो लुज गर्यो भने चाहिँ त्यो स्टेबल कन्डिसनमा आउँछ भनेको यसको एटोमिक भ्यालेन्सी भयो 1। भ्यालेन्सी 1 भएपछि 23/1 भनेको 23 हो। यो 23 नै यसको इक्विभ्यालेन्ट वेट हो है त। र अर्को हाम्रो अब सेकेन्ड नम्बरमा छ इक्विभ्यालेन्ट वेट अफ एसिड है त। इक्विभ्यालेन्ट अफ वेट अफ एसिड निकाल्नको लागि चाहिँ हामीलाई पहिला मोलिकुलर वेट अफ एसिड थाहा हुनु पर्यो। त्यो एसिडको चाहिँ मोलिकुलर वेट कति छ भन्ने कुरा थाहा हुनु पर्यो र त्यसको बेसिसिटी भनेको चाहिँ कुनै पनि एउटा अब मोलिकुलमा हुने रिप्लेसेबल H+ आयन कतिवटा H+ आयन चाहिँ त्यो मोलिकुलबाट रिप्लेस गर्न सकिन्छ हो त्यो नै बेसिसिटी हुन्छ है त। अब एक्जाम्पलको लागि हामीले हेरौँ HCl मा अब यसको मोलिकुलर मास निकाल्नको लागि हाइड्रोजनको एटोमिक मास अपन क्लोरिनको एटोमिक मास जोडेपछि चाहिँ त्यसको मोलिकुलर मास आउँछ वेट आउँछ है त। क्लोरिन हाइड्रोजनको भयो 1 र क्लोरिनको चाहिँ 35.5 यो गर्दा चाहिँ 36.5 भनेको यो चाहिँ HCl को मोलिकुलर वेट भयो र बेसिसिटी भनेको चाहिँ यसबाट चाहिँ एउटा H+ आयन मात्र रिप्लेस हुन सक्छ भनेको यो भनेको चाहिँ 1 भयो र यो 36.5 नै HCl को इक्विभ्यालेन्ट वेट हो है त। र हाम्रो अब थर्ड नम्बरमा रहेको छ इक्विभ्यालेन्ट वेट अफ बेस। इक्विभ्यालेन्ट वेट अफ बेस निकाल्नको लागि चाहिँ हामीलाई पहिला मोलिकुलर वेट अफ बेस थाहा हुनु पर्यो। मोलिकुलर वेट अफ बेस अपन एसिडिटी भनेको चाहिँ यो कुनै पनि बेसमा हुने OH आयोन्स कतिवटा रिप्लेस गर्न मिल्ने OH- आयोन्सहरु हुन्छ त्यसलाई नै हामीले एसिडिटी भन्ने गरिन्छ है त। अब एक्जाम्पलको लागि हामीले हेरौँ NaOH मा सोडियमको एटोमिक वेट भयो 23, अक्सिजनको 16 र हाइड्रोजनको 1 यसलाई हामीले जोड्यो भने 16 1 17 र 23 गर्दा 40 भयो र एसिडिटी चाहिँ यसमा चाहिँ OH आयन्स रिप्लेसेबल OH आयन्स चाहिँ एउटा मात्रै छ भनेको 1 = 40 र यो नै इक्विभ्यालेन्ट वेट अफ बेस हो है त। र त्यसैगरी अर्को हाम्रो फोर्थ नम्बरमा रहेको छ इक्विभ्यालेन्ट वेट अफ साल्ट। इक्विभ्यालेन्ट वेट अफ साल्ट निकाल्नको लागि चाहिँ सेम एसिड बेसको जस्तै गरी हामीले मोलिकुलर वेट अफ साल्ट निकाल्नु पर्ने हुन्छ। मोलिकुलर वेट अफ साल्ट र हामीले अब एसिडमा बेसिसिटीले डिवाइड गरिन्थ्यो बेसमा एसिडिटीले डिवाइड गरिन्थ्यो भने यसमा चाहिँ टोटल पोजिटिभ चार्जले त्यो साल्टमा यदि त्यसलाई अब टुक्राइयो भने त्यसमा हुने टोटल पोजिटिभ चार्ज चाहिँ कति हुन्छ हो त्यसले चाहिँ डिवाइड गरिन्छ है त टोटल पोजिटिभ चार्ज। अब एक्जाम्पलको लागि हामीले लिगौँ एउटा NaCl लाई हेरौँ है त। यदि हामीले NaCl लाई टुक्राइयो भने Na++Cl- भनेर यस्तै टुक्रिन्छ नि। यहाँ प्लस भनेको एउटा पोजिटिभ चार्ज भनेको एउटा मात्र छ न यो भयो। अनि यसको यदि मोलिकुलर वेट निकाल्नको लागि चाहिँ हामीले यो दुईटाको एटोमिक वेटलाई चाहिँ जोड्नु पर्ने हुन्छ। Na को भनेको 23 भयो र यसको चाहिँ 35.5 यसले गर्दा 58.5 अपन पोजिटिभ चार्ज भनेको 1 छ यो भनेको 58.5 आयो र यो नै इक्विभ्यालेन्ट वेट अफ साल्ट हो है त। र त्यसैगरी अर्को हाम्रो फिफ्थ नम्बरमा चाहिँ इक्विभ्यालेन्ट वेट अफ रेडिकल। इक्विभ्यालेन्ट वेट अफ रेडिकल निकाल्नको लागि चाहिँ हामीले पहिला वेट अफ यो रेडिकलको वेट निकाल्नु पर्ने हुन्छ र त्यसमा रहेको टोटल चार्ज निकाल्नु पर्ने हुन्छ है त टोटल चार्ज। र हामीले एक्जाम्पलको लागि हेरौँ एक्जाम्पलको लागि SO4 लाई लिगौँ है त। यसको हामीले अब वेट अफ रेडिकल निकाल्नको लागि दुईटाको एटोमिक वेटलाई चाहिँ जोड्नु पर्ने हुन्छ। सल्फरको एटोमिक वेट भनेको 32 र अक्सिजनको 4 * 16 यो 32 + 4 16 जा 64 र यसलाई जोड्दा चाहिँ 96 आयो है त। र यसमा टोटल चार्ज भनेको दुईटा छ माइनस दुईटा चार्ज छ हैन। त्यसैले हाम्रो अब एटोमिक वेट भनेको 96 आयो टोटल चार्ज भनेको 2 भयो र यसलाई हामीले डिवाइड गर्दा चाहिँ 48 आयो र यो नै हाम्रो एटोमिक वेट अफ रेडिकल हो। यसै तपाईहरुले एकदमै सिम्पल तरिकाले चाहिँ कुनै पनि एसिड बेस साल्ट एलिमेन्ट रेडिकलहरुको चाहिँ इक्विभ्यालेन्ट वेट चाहिँ एकदमै सजिलो तरिकाले निकाल्न सक्नुहुन्छ। मैले चाहिँ एक्जाम्पलमा चाहिँ सजिलो गराएर तपाईहरुलाई बुझ्न सजिलो होस् भनेर चाहिँ सजिलो क्वेशनहरु गराएको छु। तपाईहरुले जस्तो सुकै कम्प्लेक्स कम्पाउन्ड मोलिकुलहरु आए पनि तपाईले त्यसको इक्विभ्यालेन्ट वेट चाहिँ सेम यही तरिका फलो गरेर निकाल्न सक्नुहुन्छ है त। आजको यो भिडियोमा यति नै रह्यो। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला र भिडियोलाई लाइक गर्नु होला र हाम्रो च्यानल ज्ञान सेतुलाई सब्स्क्राइब गर्न नभुल्नु होला है त।